सञ्चारकर्मी, मिडियाकर्मी, रङ्गकर्मी अनि सिनेमामा समाचार, टेलिभिजनमा समाचार भन्ने व्यक्ति तपाईँ हाम्रै बहिनी धरान कृति टेलिभिजन कि समाचार वाचिका मौसमी कार्की, म उहाँलाई यो माइक हस्तान्तरण गर्दै आजको कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात गरिदिनको लागि म उहाँलाई हार्दिक अनुरोध गर्दै उहाँलाई यस ड्यासमा म बोलाउन चाहन्छु। एकचोटि उहाँको लागि जोडदार ताली दिनु। नेपाल चलचित्र कलाकार सङ्घ कोशी प्रदेशद्वारा आयोजित आजको यस वर्तमान चलचित्रको गतिविधि तथा नववर्षको शुभकामना र सम्मान कार्यक्रममा हामी रहेका छौँ र यस प्रदेशभरिका विशिष्ट व्यक्तित्वहरूको आज यस हलमा उपस्थिति रहेको छ। नमस्कार, मेरो नाम मौसमी कार्की, म पेशाले सञ्चारकर्मी। आज तपाईहरुमाझ उपस्थित हुन पाउँदा एकदमै हर्षित महसुस गरेको छु र कार्यक्रम सञ्चालन गर्ने जिम्मा मलाई दिनुभएको छ। यसको लागि आयोजकप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी उद्घाटन गर्न गइरहेका छौँ, सम्पूर्णले ताली बजाएर साथ दिनुहोला। धेरै धन्यवाद छ उद्घोषिका म्याम र आजको यस सभ्य तथा भव्य कार्यक्रममा पाल्नु हुने सम्पूर्णमा म सर्वप्रथम त नमस्कार सबैजनालाई। र आजको यस कार्यक्रमका सभाध्यक्ष गरिरहनुभएका हाम्रा पूर्वका अत्यन्तै वरिष्ठ कलाकार जो चलचित्र कलाकार सङ्घका अध्यक्ष हुनुहुन्छ श्रद्धेय दाजु पुष्प श्रेष्ठ दाजु, त्यसै गरी आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू जसले मलाई यो कार्यक्रम गर्ने हिम्मत र हौसला दिनुभयो, वडा नम्बर 11 उपमहानगरपालिका वार्ड नम्बर 6 का वडा अध्यक्ष श्रद्धेय दिवस पोखरेल दाजु, यसै गरी ड्यासमा आसीन वरिष्ठ प्राध्यापक डाक्टर बद्री विशाल गुरु, मेरो आदरणीय गुरु पनि हुनुहुन्छ, मेरो पिताजीको साथी, उहाँलाई नि म हृदयबाट नमन गर्न चाहन्छु। त्यसै गरी मेरो गुरु वरिष्ठ रङ्गकर्मी अथवा अन्तर्राष्ट्रिय मूर्तिकार पनि हुनुहुन्छ उहाँ आदरणीय विक्रम श्री गुरु। त्यसै गरी ड्यासमा आसीन आदरणीय हाम्रो इटलीको गौरव, इटलीको व्यक्तित्व हाम्रो सबैजना। नयाँ वर्षको प्रारम्भमा यो मेरो लागि तेस्रो भेटघाट हो। यस अत्यन्त महत्त्वपूर्ण समयमा आयोजना गरिएको यस कार्यक्रमको सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, ड्यासमा रहनुभएका मेरा अग्रज साथीहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरा अग्रजहरू, साथीहरू, भाइ बहिनीहरू, यहाँहरू सबैमा नयाँ वर्षको हार्दिक 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 शुभकामना व्यक्त गर्दछु। अशोक खेमजङज्यू कलाकार तथा निर्देशक हुनुहुन्छ, उहाँलाई पनि विशेष सम्मान गर्न गइरहेका छौँ। त्यो चमत्कारपूर्ण हुन्छ, आकर्षक हुन्छ, हेरौँ लाग्ने, सुनौँ लाग्ने, बसौँ लाग्ने। यही सभा पनि हामीले त्यसरी कलाकारिताका साथ सम्पन्न गर्नुपर्छ। त्यसो भएको हुनाले यो कार्यक्रम असाध्यै महत्त्वपूर्ण छ, असाध्यै प्रभावकारी छ। एक्लै कुदिरहेको थियो, उहाँलाई म हृदयबाट नमन गर्न चाहन्छु। आज जतिजना हाम्रा दिग्गज कलाकार, विभिन्न सङ्घ संस्थाका तह तबकाका अग्रजहरू ड्यासमा आसीन हुनुहुन्छ, उहाँहरूलाई सम्मान गरिरहँदाखेरि मलाई के फिल भयो भने वास्तवमा मान्छे कहिले पनि जुनियर र उसको जुनियर
भन्ने कुरा र सिनियर भन्ने कुरा उसको व्यवहारमा भर पर्छ। ऊ उमेरले जुनियर हो तर कर्मले सिनियर हो भन्ने पनि म चाहन्छु। मेरो आँखाले देखेको छु एक्लै पागल जस्तो कुदिरहेको त्यो 2 दिन अगाडि। तर सिनियर भन्ने कुरा उसको व्यवहारमा भर पर्छ। ऊ उमेरले जुनियर हो तर कर्मले सिनियर हो भन्ने पनि म चाहन्छु। मेरो आँखाले देखेको छु एक्लै पागल जस्तो कुदिरहेको त्यो 2 दिन अगाडि। तर आज यो कार्यक्रम सफल हुँदै गर्दाखेरि हृदयबाट धन्यवाद दिन। कार्यक्रम हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा अर्को भिडियो लिएर पुनः आउने छु। अहिलेलाई बाई भन्छु। ह्याप्पी न्यू इयर, बाई, हेभ अ नाइस डे, बाई।